इन्डिजिनस टेलिभिजनको जनसवाल कार्यक्रममा सबभन्दा पहिला म श्री कृष्ण महार्जनको तर्फबाट जोजलोपा नमस्कार अनि अभिवादन। आज इन्डिजिनस टेलिभिजनको यो जनसवाल कार्यक्रममा एउटा फरक प्रसङ्ग लिएर आएका छौँ र चर्चा परिचर्चाको विषय भने अवश्य पनि हो। यो भनेको विश्वको सगरमाथा, विश्वको सर्वोच्च शिखर सगरमाथा। अनि सगरमाथामा यसपालि नेपाली 6 जना महिला पत्रकारहरूले सफल आरोहण गरेका छन् र सगरमाथाको चुचुरोमा पुगेकी छिन्। यी पुगेका व्यक्तिहरूमध्ये एकजनालाई आमन्त्रण गरेका छौँ जो एउटा कीर्तिमान राख्न सफल भएका छिन्। उहाँ हुनुहुन्छ पूर्णिमा श्रेष्ठ। अहिलेसम्ममा सबभन्दा पहिलो व्यक्ति फोटो पत्रकार उहाँ सगरमाथाको चुचुरोमा पुग्नुभएको छ र उहाँको त्यो सगरमाथामा पुगेको र चुचुरोमा पुग्दाखेरि जाँदाखेरि त्यहाँ कस्तो सङ्घर्ष गर्नु पर्यो, त्यहाँ के कस्ता समस्या आए र कसरी पुग्नुभयो, यी विषयमा केन्द्रित भएर कुराकानी गर्नेछौँ। पूर्णिमा श्रेष्ठजी, सबभन्दा पहिला नमस्कार जोजलोपा। नमस्ते अर्जुन, थ्याङ्क यू सो मच। तपाईँ सगरमाथाको चुचुरोमा पुग्नुभयो, अन्तत विभिन्न सङ्घर्ष पार गर्दै आर्थिक, सामाजिक, राजनीतिक, यो चाहिँ भौतिक रूपमा, मानसिक रूपमा हरेक हिसाबले चाहिँ अब त्यो चरण पार गर्दै तपाईँ पुग्नुभयो। सगरमाथाको चुचुरोमा पुगेपछि तपाईँलाई कस्तो अनुभव भयो, सबभन्दा पहिले यो बताइदिनुहोस् न। अब तपाईँले भने जस्तै होइन, शारीरिक रूपमा, मानसिक रूपमा होइन, अब आर्थिक रूपमा पनि यति धेरै अब फेस गरेर चाहिँ अब साँच्चीकै सगरमाथा चढेर माथि सब्मिट गर्दाखेरि चाहिँ अभियसली खुसी, एकदमै रमाइलो होइन हुन्छ नि। अनि अब मलाई चाहिँ फिल भयो, अब मलाई चाहिँ यति धेरैजनाले मलाई हेल्प गर्नुभएको छ, धेरैजनाले शुभचिन्तकहरूले मलाई शुभकामना दिएको छ होइन। अनि अब मैले चाहिँ अरूलाई पनि, अरूको मेरो सपना अरूले यति धेरै मलाई लागि परेर मलाई सक्सेस बनाइदिएको छ। मैले पनि अब कसैलाई यसरी नै सक्सेस बनाउन सकोस् होइन, अरूको सपना पनि मैले पुरा गर्न, केही हेल्प गर्न सकोस् भन्ने कुरा चाहिँ मलाई त्यति बेला लागेको। किन भन्दाखेरि गऱ्यो भने किन नहुने रहेछ भन्ने कुरा चाहिँ त्यति बेला फिल भयो। त्यो चुचुरोमा पुगेपछि तपाईँले के देख्नुभयो, त्यहाँ बसेपछि त्यो ठाउँ कस्तो ठाउँ थियो, त्यहाँबाट के देखिन्थ्यो, यो विषयमा पनि बताइदिनुहोस् न। चुचुरोमा पुग्दाखेरिको अनुभव चाहिँ म तपाईँलाई अलिकति मेरो आफ्नै कुराहरू कारण, किन भन्दाखेरि मेरो अब एकदमै समिटको टाइममा चाहिँ एकदमै हावा चलेको थियो कि। अनि हावा चलेको बेलामा चाहिँ एकदमै यस्तो धेरै भएको थियो, एकदम प्रब्लम भइरहेको थियो। अनि माथि समिटमा पुग्न थालिसकेपछि समिटमा पुग्यो अनि एकदमै मधुर मधुर देख्यो दृश्यहरू। अनि मैले चाहिँ मेरो अक्सिजनको मास्कको बाफले गर्दाखेरि चाहिँ होइन, अनि त्यो सनग्लास, त्यो ग्लासमा चाहिँ प्रब्लम आयो होला, अनि त्यसले चाहिँ मैले चाहिँ मधुरो देखेको होला यो दृश्य भन्ने कुराहरू लाग्यो। अनि मैले पुसी पनि होइन, तर पनि त्यो देखिनँ। किन भन्दाखेरि मेरो त स्नो ब्लाइन्डको त्यो सङ्केत देखाउन थालेको रहेछ। अनि जब माथि पुगेपछि जब त्यो देखिने दृश्यहरू चाहिँ अब हुन्छ नि, त्यो त्यहाँबाट देखिने चाहिँ सबै माउन्टेनै माउन्टेन देख्यो मैले होइन। अब जस्तो कञ्चनजङ्घादेखि अनि त्यहाँबाट मकालुदेखि अनि अरू माउन्टेनको टापु माउन्टेनहरू देखियो। अनि अब मैले सुनेको थिएँ होइन, त्यहाँबाट तराई पनि देखिन्छ भन्थ्यो, तर तराई चाहिँ मैले देखिनँ, किनभने बादलहरू देखियो होइन। जति देख्छ, जति आँखाले देखुन्जेलसम्म हामीले यहाँ काठमाडौँ बस्दाखेरि घरै देखिन्छ एउटा माथिबाट, जति आँखाले देखुन्जेलसम्म, त्यहाँ मैले आँखाले देखुन्जेलसम्म माउन्टेनै माउन्टेन देखेको। तपाईँले त्यहाँ चाहिँ फोटो प्रदर्शनीको पनि अभियानलाई चाहिँ जोड्नु भएको थियो, त्यहाँ के गर्नुभयो? फोटो प्रदर्शनी, किन फोटो प्रदर्शन गर्नुभयो थियो? अब मैले चाहिँ पहिला सक्सेस चाहिँ मनासुलु सक्सेस गरेँ होइन। मनासुलु मेरो 8000 को माउन्टेन फर्स्टमै मैले चाहिँ आफ्नै गृह जिल्लाबाट चढ्छु भनेर फर्स्टमै कुनै पनि माउन्टेन नचढेको नै 8000 को मनासुलु सक्सेस गर्दाखेरि। अनि त्यति बेलामै मैले सोचेको थिएँ कि मलाई एभरेस्ट चाहिँ म केही गरेर जान्छु भन्ने जस्तो चाहिँ लागेको थियो। अनि त्यो सोच्दाखेरि चाहिँ एउटा फोटो पत्रकारलाई फोटो जस्तो चाहिँ उसको प्रपर्टी भने फोटो हो जस्तो लाग्ने होइन। तर मेरो 5 इयर्समा चाहिँ अब त्यस्तो खतरा फोटोग्राफीहरू त्यस्तो खालको अब त्यस्तो कलेक्सन कमै थियो होला होइन। तैपनि मैले सोचेको थिएँ कि अब मेरो चाहिँ फोटो चाहिँ मेरो प्रपर्टी हो, त्यो चाहिँ प्रदर्शनी चाहिँ माउन्ट एभरेस्टमा गर्छु भन्ने सोचेँ। अनि त्यो पनि मैले क्याटेगोरी अब के कुन कस्तो फोटो पनि कस्तो खालको प्रदर्शनी गर्ने होइन। अब जस्तो मसँग त मनासुलुकै फोटोग्राफीहरू छ होइन। त्यहाँको फोटोग्राफी अब हिमालकै फोटो हिमालमै प्रदर्शन गर्दा त्यति उपयुक्त नहोला, नहेर्ला भन्ने कुराहरू लाग्ने होइन। अब कल्चरको देखाउँदाखेरि कुन कुन कल्चर कसरी देखाउने भन्ने कुराहरू, अझ डेथमा जान नसक्ने कल्चरहरू पनि होइन, त्यस्तो फोटोहरू मसँग नहुने।
नेगेटिभ इम्प्याक्ट अब यस्तो अर्थक्वेकहरूको अरूहरूको फोटोहरू पनि मलाई देखाउन मन नलाग्ने अनि के देखाउने के कलेक्सन भन्नेपछि मैले चाहिँ सोचेँ होइन नेपाली वुमेन स्माइलिङ हिमाल पहाड तराई बालकदेखि वृद्धासम्मको स्माइलिङ फेसको वर्किङ स्माइलिङको फोटो चाहिँ काम गरेको वर्किङको स्माइलिङको फोटोहरू चाहिँ म प्रदर्शनी गर्छु भने होइन अनि त्यो कुरा फेरि मलाई अलिकति रमाइलो चाहिँ त्यो एक्साइटेड के भयो भने त्यो फोटोमा चाहिँ अब जस्तो अब कसैको एउटा ब्यानर लगिदियो कसैको के लगिदियो भने एउटा फोटो मैले लगिदिउ न एभरेस्टमा देखाइदिउ न भन्दाखेरि पनि अब हुन्छ नि केही रकम दिएर केही सहयोग गरेर उसलाई गर्छ होइन अनि त्यो त मैले कति पनि उहाँहरूलाई चाहिँ उहाँहरूको फोटो एक्जिबिसन माउन्ट एभरेस्टमा गर्दैछ माउन्ट एभरेस्टमा देखाउँदैछ भन्दाखेरि उहाँहरूलाई पनि थाहा छैन होइन एक त होइन मलाई देखाउन मन छ होइन तिम्रो फोटो मैले एभरेस्टमा लगेको थियो भन्ने कुराहरू होइन उहाँहरूलाई चाहिँ देखाउन मन लागेको छ नेपाली वुमेन स्माइलिङ चाहिँ कल्चरदेखि लिएर होइन कामहरूदेखि लिएर नेवारदेखि विभिन्न कास्टहरूको होइन विभिन्न ठाउँहरूको काठमाडौँदेखि लिएर अब हरेक ठाउँको होइन धेरै जस्तो अनि त्यस्तो फोटोहरू चाहिँ मैले प्रदर्शनमा गरेको थियो जे पनि फिडब्याक राम्रै आएको थियो मलाई एकदम त्यो चाहिँ त्यो जुन फोटो तपाईँले प्रदर्शनीमा त्यहाँ राख्नुभयो भन्दाखेरि त्यहाँ त तपाईँकै ग्रुप त्यहाँ पुगेको होला सायद उहाँहरूले चाहिँ कसरी लिनुभयो उहाँहरूले यसो हेर्नुभयो होइन मैले चाहिँ त्यो फोटो कसरी राखेँ भने होइन अब जस्तो हामी क्याम्प 3 टच गरेर फेरि ब्याक टु बेस क्याम्प आउने दिनमा चाहिँ मैले चाहिँ त्यति बेलामा चाहिँ फोटो एक्जिबिसनको पार्टलाई चाहिँ अब म गर्छु भन्दै त्यो चाहिँ मेरो एक्सर्साइज चाहिँ थियो होइन क्याम्प 1मा गरी 25 वटा फोटो हो होइन मेरो एक्जिबिसनमा राखेको फोटो अनि क्याम्प 1मा राखेँ क्याम्प 1मा ट्रेनमा राखेँ होइन अब जस्तो हाम्रो क्याम्पको ट्रेन त्यस्तै 8-10 वटा जति थियो होइन अनि 8-10 वटा त्यस्तै 5-6 वटा ट्रेनमा चाहिँ जस्तो त्यो ट्रेन चाहिँ क्याम्प 1बाट बेस क्याम्प आउने र अनि त्यसपछि बेस क्याम्प के अरे त्यो क्याम्प 1बाट क्याम्प 2 जानेको वेमै थियो के अनि त्यो वेमा भएको कारणले गर्दाखेरि चाहिँ मैले ट्रेनमा टाँगेँ होइन अनि त्यसपछि भोलिपल्ट त्यो फर्स्ट डे होइन त्यो फर्स्ट डेमा पनि अब एक्साइटेड अब अरू आउँदाखेरि देखाएँ हेराएँ मेरो फोटो एक्जिबिसन हो होइन माउन्ट एभरेस्टमा यस्तो गर्न लागेको छ भने उहाँहरूले पनि राम्रो प्रतिक्रिया दियो अनि त्यसपछि क्याम्प 2 थियो क्याम्प 2 भोलिपल्ट रेस्ट थियो रेस्टको दिनमा क्याम्प 2मा चाहिँ मैले त्यो पनि वेमै थियो बाटोमै थियो होइन अनि क्याम्प 2 चाहिँ कस्तो थियो भने बेस क्याम्प जस्तो के रकहरू थियो कि अनि त्यसपछि लाइनै डोरी टाँगेर डोरीमा गरेको त्यसमा चाहिँ अब चाइनिजहरू मसँग क्लाइम्बरहरू थियो उहाँहरूले चाहिँ एकदम हेल्प गर्नुभयो त्यति बेलामा होइन क्याम्प 1मा पनि गर्नुभयो क्याम्प 2मा पनि गर्नुभयो अनि मैले सबैजनासँग चाहिँ सबै ट्रेनहरूमा बोलाएर होइन शेर्पा दाईहरूदेखि लिएर क्लाइम्बरहरूदेखि लिएर है उहाँ गाइडहरूलाई बोलाएर अनि उहाँहरूको क्लाइन्ट्सलाई पनि लिएर आइदिनु न तपाईँहरूको अब विदेशीहरूलाई पनि लिएर आइदिनु न भन्थेँ होइन बाटोमा हिँडिरहेको देख्यो भने पनि आउनु न मेरो फोटोहरू हेरिदिनु भन्थ्यो अनि जे पनि राम्रो प्रतिक्रिया भयो उहाँहरूले सबै दिएत भयो होइन अब कति फोटोहरू त उहाँहरूले इन्ट्रेस्ट भएर किन्छु पनि भन्नुभयो अनि जे पनि राम्रो भएर त होला जस्तो लाग्ने होइन अनि त्यो दिन भयो होइन त्यो एकदमै राम्रो थियो होइन त्यति बेलामा चाहिँ क्याम्प 2 एकदमै राम्रो होइन अन्त क्याम्प 3 भिरालो अनि त्यसपछि उकालोमा भिरालो एक्जिबिसन गर्न नमिल्ने अनि कस्तो भयो भने त्यो चाहिँ अब हिउँ परिरहेको छ हावा पनि चलिरहेको छ है फोटो ल्याएर अनि त्यहाँ टच मात्रै थियो होइन हाम्रो अनि शेर्पाले चाहिँ अनि यस्तो हाउरी आइरहेछ यस्तो आइरहेछ फोटो न एक्जिबिसन नगर तिमी भने होइन अनि होइन मैले मेरो त इभेन्ट हो नि त त्यो त अनि म गर्छु नै भने अनि मैले गर्छु गरौँ भने अनि जतिजना छ अनि डोरी लिएर गएको थियो अनि लाइनै उहाँलाई डोरी टाँगेँ अनि फोटोहरू राखेँ होइन बानी अनि त्यसपछि अनि त्यो बेलामा नि अरू मान्छे आयो नि फोटोहरू चाहिँ खिचेर जाने कि भिडियो खिच्ने कि अहिले हेर्न गाह्रो हुने रोकेर हेर्नलाई अब यताउति हुनलाई होइन तर पनि भिडियो हेऱ्यो भने त पछि हेर्न पनि पायो नि त फोटोहरू हेरेर त त्यस्तो गरेर पनि होइन अनि हेऱ्यो जे पनि त्यस्तो ठाउँमा त्यो एक्जिबिसन गर्नु एकदम च्यालेन्जै हो अनि त्यस्तो भयो क्याम्प 3 क्याम्प 4मा धेरै फोटो लगेको थिएन क्याम्प 3मा पनि धेरै फोटो थिएन क्याम्प 3मा 3टा क्याम्प 4मा 3टा फोटो होला अक्सिजनको मार्क्स लिएको छ अनि अब उहाँहरूलाई पनि अब फोटो त्यस्तो हुरी आइरहेको छ यस्तो हावा चलिरहेको छ ट्रेनै ओडाउला जस्तो छ त्यस्तोमा फोटो कसरी राख्ने होइन अब अनि बानेर त राख्थ्यो अब कसले हेर्ने के हेर्ने भन्ने कुराहरू हुन्थ्यो अनि त्यो पनि एकैछिन भए पनि राख्छु भनेर राखेँ लाइनै उहाँलाई फोटोहरू बोकाएर अनि अक्सिजन मार्क्स लिइरहेको छ त्यही पनि अनि फोटोहरू लिएर त्यस्तो गरेँ अनि अर्को चाहिँ अब
समिटमा चाहिँ मेरो मम्मीको फोटो लगेको थियो, उसको पनि स्माइलिङ फोटो काम गरेकै त्यस्तै फोटोहरू मैले खिचेको थिएँ। अनि त्यो फोटो एउटा एक्जिबिसन जस्तै पनि भयो, मम्मीको फोटो पनि लग्यो भनेर अनि त्यसरी नै स्टार्ट गरेँ। त्यसरी नै सम्पन्न भयो। अनि बेस क्याम्पमा पनि गरेँ 3 दिन जति ट्रेकिङ पोइन्टमा। तपाईले भन्नुभयो नि त्यहाँ चाहिँ जुन चाहिँ चुचुरोमा पुगेपछि आँखामा समस्या हेर्नेमा समस्या आइसकेपछि त्यसपछि त फेरि झर्नुपर्ने, त्यो बेलामा कसरी तपाईँ झर्नुभयो, कसरी पुग्नुभयो तल त्यो आँखामा समस्या आइसकेपछि? त्यो मलाई नै अचम्म लाग्छ होइन। मलाई के भयो भने जब समिट जब माथि गयो, राति गएको छ, नाइटमा गएको छ, केही दृश्य देखेन होइन। जब बिहान रातिको बेलामा जाँदाफेरिको दृश्य केही पनि देखिएन होइन। अब राति अब आफूलाई त्यही पुग्नु मात्रै थियो। जब झऱ्यो, जब आँखा देखेन होइन भन्ने कुराहरू मलाई कस्तो, त्यो कुराहरू चाहिँ मलाई एकदमै त्यही यत्रो दुःख गरेँ, त्यस्तो गरेँ, मैले यस्तो कुराहरू हेर्न पाएन भन्ने कुराहरू कस्तो लाग्छ होइन। अनि मैले क्याम्पमा आएर अनि शेर्पालाई पनि सोधेँ, म फेरि अर्कोपल्ट पनि सब्मिट गर्छु यही टाइममा भन्यो होइन। अनि उसले भने सक्छ होइन, तिमी सक्नु त सक्छौ, तर वेदर रिपोर्टहरू हेर्नुपर्छ, सबै हेर्नुपर्छ। अब इन्सुरेन्स गर, पर्मिट फेरि छुट्टै लिग होइन, अक्सिजन फेरि छुट्टै बनाऊ, सबै म्यानेज गर, फेरि त्यति नै अब ऊ गर होइन। तर टाइम धेरै थिएन होइन। मलाई चाहिँ अब त्यो के चढेको त्यो ऊ नै भएन होइन, एक कुरा त्यो। अर्को कुरा झर्दाखेरि चाहिँ धेरै अब प्रब्लम अब आइहाल्छन् होइन। अब जस्तो आँखा जस्तो ठाउँमा झर्दाखेरि त्यही पनि हिमालमा यहीँ हिँड्दाखेरि त कति केयरफुल भएर झर्नुपर्ने ठाउँमा, त्यति बेलामा त झन् मलाई अब थाहा थियो अब मान्छे चाहिँ एक्सिडेन्ट हुने झर्दाखेरि हो रे भन्ने कुराहरू प्रब्लम हुने त्यस्तो बेला हो भन्थ्यो। अब मेरो आँखै अब एकदमै धमिलो देखेछ। अनि लडेँ, अब अलिअलि लडेँ, त्यही डोरीमा झुन्डियो होइन, यताउति गऱ्यो। अब तर पनि त्यस्तो विचलित भएन। अब हुन्छ नि लाउनै मेरो केही भयो, यस्तो भयो, अब हुन्छ नि केही सक्यो भने चाहिँ अवस्था सिर्जना भयो नि तपाईँको आँखामा समस्या, त्यो बेलामा कस्तो सोच आयो भन्दाखेरि आँखाले राम्रोसँग नदेखेपछि भयो कति। अब त्यो त त्यही त अब जस्तो कति अब अरूले भनिराखेको हुन्छ त फोटोहरू त फोटोग्राफर होइन, फोटोहरू खिचिनुहोस् भन्छ, कोही के भन्छ होइन। मलाई ध्यानै त्यही थियो कि मानसिक रूपमै सबैको कुरामा हिँड्नुभन्दा पनि मेरो आँखापट्टि ध्यान थियो होइन। अनि मलाई त्योभन्दा पहिले नै थाहा थियो स्नो ब्लाइन्ड भएपछि चाहिँ 24 आवर्स पछि चाहिँ फेरि ज्योति आउँछ, फर्किन्छ, आँखाको दृश्य चाहिँ फर्किन्छ भन्ने थाहा थियो। त्यही भएर पनि म त्यति धेरै विचलित भएन होइन। अरू रेस्क्यु गरेर ल्याउने, तल आउने त्यस्तो चाहिँ गरिनँ। मैले क्याम्पोमै बसेँ, आई ड्रपहरू लगाएँ होइन। बिस्तारै बिस्तारै आएँ। अब मलाई त्यस बेलामा चाहिँ शेर्पा मेरो गाइडले पनि एकदमै हेल्प गरेको, त्यति बेलामा चाहिँ एकदम सहयोग गर्यो। म ऊपट्टि चाहिँ एकदम खुसी छु। अनि अब लाग्यो नि कति लाग्यो, अब यस्तो हिमाल जस्तो ठाउँमा त्यस्तो ठाउँमा पुगेको छु, आँखै छैन भन्ने कुराहरू लाग्यो। अनि अब कति कुराहरू चाहिँ अब मनभरि नै हुन्छ। त्यति बेलामा अब गाह्रो भएर एकदमै स्याड भएर रुन पनि नसक्ने के, अब कस्तो रुन पनि नआउने नसक्ने होइन। जे भए नि आफूलाई सम्हाल्ने होइन, आफैबाट मोटिभेट भएँ म। आफैलाई मैले चाहिँ गर्नुपर्छ, सक्नुपर्छ भन्ने कुराहरू चाहिँ भित्रदेखिबाट नै आत्मबल निकाल्ने होइन। त्यो कुरा चाहिँ मैले त्यति बेलामा नै सिकेको जस्तो लाग्छ मलाई। त्यति कुरा चाहिँ आफैलाई गरेँ म। यहाँ रोएर कराएर आफैलाई बिरालो बनाएर आफैलाई कमजोर बनाएर पनि मैले केही पनि हुनेवालामा छैन होइन, यस्तो ठाउँ हो यो भन्ने कुराहरू कसैले मलाई भनेर म हुनेवाला पनि होइन भन्ने जस्तो लाग्ने यहाँ चाहिँ। अब सगरमाथाको चुचुरोमा पुग्नुभयो तपाईँ, एकजना फोटो पत्रकार, पहिलो फोटो पत्रकार महिला सगरमाथामा पुग्नुभयो, त्यो पनि गोर्खा जिल्ला तपाईँको जन्मघर। अब त्यहाँ गइसकेपछि अब के पाउनुभयो तपाईँले? सगरमाथामा पुगेको पहिली तपाईँको फोटो पत्रकार भन्ने एउटा त्यो पायो कि त्योभन्दा बरु अरू अनुभवका कुराहरू तपाईँले बुझेका, अनुभव गरेका र अरूलाई भन्नुपर्ने कुरा के पाउनुभयो भनेर सोध्नुभयो भने कसैले के भन्नुहुन्छ? त्यो अब जस्तो पहिलो भन्ने कुरा त त्यो आफैमा भएको धेरै कुरा हो। जस्तो अब लाइफमा जिन्दगीमा अब अरू कुराहरू म यति सर्ट टाइममा होइन, अनि डिफ्रेन्ट प्रोफेसनको होइन, अब म अरू काम गरेको मान्छे, यो माउन्टेनको फिल्डको पनि होइन। अनि त्यसपछि म त्यहीँ हिमालमै जन्मेको, हिमाली नै अब त्यहीँ बसोबास भएको पनि त्यसले पनि होइन। अनि अब अरूलाई पहिला मैले होमवर्क अब जो होइन अब एभरेस्ट जान्छु भनेर होमवर्क गर्दा यताउति गर्दाखेरि पनि अब अरूले पनि मलाई भन्थ्यो तिमी त्यहाँको होइनौ होइन, तिम्रो लागि हिमाल होइन भन्ने कुराहरू भन्थ्यो। तिम्रो आफ्नै यति धेरै मेहनत गर्यो भने त आफ्नै प्रोफेसनमा राम्रो गर्यो भने राम्रो हुन्थ्यो, किन यस्तो विधि गर्यो भन्थ्यो।
अनि अब त्यस्तो भनेको थियो होइन सबै कुराहरू अनि लाइफ त्यो हुन्छ नि के चाहिँ च्यालेन्ज होला जस्तो लाग्छ कि मलाई एभरेस्ट जस्तो त अब सगरमाथा चढ्नु चुचुरोमा पुग्नु सबै कुराहरूले त्यहाँ सक्सेस भएर आउनु भनेको त धेरै कुराको मेहनत गर्नुपर्ने रहेछ धेरै कुराको त्यसको बारेमा अब हामीले अलिकति होइन एक्सर्साइज गरेर मेहनत गर्नुपर्ने रहेछ त्यस्तो होमवर्क गर्नुपर्ने रहेछ भन्ने चाहिँ लाग्ने एकदमै होइन अनि धेरै कुरा सिक्छ जस्तो लाग्छ कि म त अनि म कसैलाई गरेँ भने किन नहुने भन्ने कुराहरू त एक्जाम्पलमा कहीँ जानु पर्दैन मलाई हेरे नै हुन्छ भन्ने जस्तो लाग्ने कि किन भन्दा म एकदम सामान्यको फ्यामिलीको मान्छे होइन एभरेस्ट भनेको त ठुलो ड्रिम हो धेरै ठुलो सपना हो सानो यत्रो कुराहरूले होइन फाइनेन्सियल कुरामा यति धेरै कुराहरू अब जस्तो मलाई लाग्छ म भन्छु होइन 20-25 लाख त त्यो अहिलेसम्म लाइफमा मैले त्यत्रो पैसा एकैचोटि देखेकै छैन होइन त्यत्रो पैसा देखेको छैन मैले लाइफमा त्यत्रो पैसा त मैले उठाएर अरूसँग होइन मेरो अरूको मन जितेर अरूको अब हुन्छ नि मैले के गर्छु भनेर उहाँहरूको चाहिँ मन जितेर दिने पैसा हो होइन अब लुटेर लिने पनि पैसा पनि होइन थर्काएर लिनु पनि पैसा होइन त्यो त्यत्रो पैसा होइन त्यत्रो आर्थिक सङ्कलन गर अनि त्यसपछि आफ्नो अफिस पनि अझ म जानुभन्दा अगाडि कारोबारमा 1 हप्ता अगाडि मात्रै लिभ लिएर बसेको थिएँ अनि अब त्यति 1 हप्ता अगाडि त्यति बेलासम्म आफ्नो जब अनि त्यसपछि अब आफ्नो शरीरमा एक्सर्साइज गर्दाखेरि पनि हेर्दाखेरि यस्तो फुच्ची देखिन्छ कहाँबाट चढ्छ भन्ने कुराहरू नेवार कम्युनिटीको होइन अलिकति मान्छेलाई अब हुन्छ एउटा जिनमा त्यस्तो कुराहरू त्यो कुराहरू सबै देखेर त्यो कुराहरू हुँदाखेरि त त्यसरी भनेर हुँदैन रहेछ नि भन्ने जस्तो लाग्ने के किन भन्दाखेरि भित्रदेखिबाट पनि मलाई के लाग्छ भने गर्यो भने होइन आफूले अलिकति इमान्दारताले आफूले एकदमै साहस र आँट गर्यो भने न केटी भन्दो रहेछ न नेवार भन्दो रहेछ न पहाडमा जन्मेको भन्दो रहेछ न सिटी गर्ल न यहाँ काठमाडौँमा चाहिँ स्कुटर कुदाएर काम गरेको भन्दो रहेछ होइन अब मैले त मेरो आफ्नो फ्यामिलीमा अब हुन्छ नि यत्रो अब चिनजान भने पनि यस्तो कुनै नेताहरूसँग यस्तो चिनेको पनि होइन मेरो बाउआमा धुन्दा नै यस्तो बिजनेसम्यान यस्तो खालको पनि होइन होइन अब आफू पनि एकदमै बहुमुखी प्रतिभा भएको धेरै भएको पनि होइन होइन मान्छेले एकैचोटि तुरुन्तै एक्सेप्ट गर्ने होइन हुन्छ नि स्वीकार्ने आफ्नो प्रपोजल त्यस्तो गर्ने पनि होइन तर पनि अब यति धेरै यत्रो कुराहरू होइन मलाई चाहिँ कस्तो लाग्छ भने बेस क्याम्पसम्म सबै कुरा मिलेर ल म जान्छु है भनेर तयारी हुनु नै एउटा एभरेस्ट चढाए जस्तो फिल लाग्थ्यो मलाई होइन किन भन्दाखेरि त्यति बेलामा चाहिँ म कति धेरै होमवर्क गरेर थिएँ कति धेरै एक्सर्साइज कति धेरै रसमा हिँडिरहेको थिएँ होइन जसलाई पनि जे पनि मेरो दिमागमा त्यही सगरमाथा थियो म गर्छु सक्छु भन्ने कुराहरू फाइनली सक्सेस भयो होइन भौतिक रूपमा शारीरिक रूपमा सबैमा पुग्यो होइन पुगेर सक्सेस भएर यहाँसम्म आउँदाखेरि त होइन लाग्छ मलाई मेरो आफ्नो स्ट्याटस त मलाई थाहा छ नि म कस्तो भएर हिँडेको थिएँ कस्तो गरेर हिँडेको थिएँ मेरो आफ्नो कस्तो थियो भन्ने कुराहरू अनि यतिसम्म पुग्नुको राज त्यही हो साहस आँट गरेर नगरे भने के हुँदैन रहेछ गरिन्छ इक्जाम्पलको लागि कहीँ जानु पर्दैन मलाई हेरे हुन्छ म कति गरेको थिएँ भन्ने कुराहरू चाहिँ एकदमै लाग्छ एक कुरा चाहिँ अरूले पनि सिक्नुपर्छ जस्तो लाग्छ तपाईँ अहिले हेर्दै हुनुहुन्छ इन्डिजिनियस टेलिभिजनको जनसवाल कार्यक्रममा हामीले सगरमाथाको चुचुरोमा पुग्नु भएकी व्यक्तित्व जो पत्रकार हुनुहुन्छ पहिलो फोटो पत्रकार पूर्णिमा श्रेष्ठ उहाँ गोर्खा जिल्लामा जन्मनुभएका र कारोबार दैनिकका फोटो पत्रकार हुनुहुन्छ अब भने छोटो विश्रामपछि फेरि पनि उहाँ सगरमाथाको चुचुरोमा पुगिसकेपछि अब के कस्ता अनुभव भए र कसले कसरी लिए र कतिको उत्साहित भए यी विषयमा केन्द्रित भएर कुराकानी गर्नेछौँ। झिगु तजिलजी सम्पदा संस्कृति खलाबला नुगु पुलागु ने नेवा ख्या थिथि बुख मनोरञ्जन यादव नेवाल निया निथ सनिलया खुता त्या ताइले सुथसिया न्याता त्या ताइले निनेसिया झिन्निता ताइले स्वेगु लोमंका दिमते नेवाल तपाईँ अहिले हेर्दै हुनुहुन्छ इन्डिजिनियस टेलिभिजनको जनसवाल कार्यक्रममा हामीले कुराकानी गर्दैछौँ सगरमाथाको चुचुरोमा पुग्नु भएकी फोटो पत्रकार पहिलो फोटो पत्रकार पूर्णिमा श्रेष्ठ फेरि पनि उहाँसँग कुराकानीतर्फ लागौँ। पूर्णिमा श्रेष्ठजी तपाईँ पुग्नुभयो र कसरी पुग्नुभयो त्यहाँ के गर्नुभयो कस्तो चुनौतीहरू सामना गर्नुपर्ने भयो भन्ने कुरा त तपाईँले बताउनु भयो। जब तपाईँ सगरमाथाको चुचुरोमा पुगिसकेपछि अबका दिनमा तपाईँको लाइफस्टाइलमा चाहिँ कस्तो चेन्ज आउने तपाईँले अनुमान गर्नुभएको छ
यो विषयमा बताइदिनुहोस् न। मलाई के उताबाट आउने बित्तिकै पनि होइन मनमा अब सबैले भन्थ्यो कि यहाँबाट जानुभन्दा अगाडि पनि अब तिमी त अब विदेश बस्ने होला, अमेरिका कार लिएर बस्ने होला, सबैजना एभरेस्ट चढ्नेहरू यसरी नै गर्छ भनेर भन्थे होइन। अनि मलाई चाहिँ सोच्थेँ कि मैले चाहिँ अब के यस्तो म चाहिँ यति धेरै अरूसँग पैसाहरू उठाएर होइन उहाँहरूसँग मलाई यति सुपचिन्तक मलाई यस्तो गरेर अब हुन्छ नि आर्थिक सङ्कलन हेल्प गरिदेऊ भनेर, अनि त्यसपछि हर कुरामा के अब जेमा पनि मलाई कसरी सुझाव दिएर हुन्छ कि कसरी दिए हुन्छ उहाँले त्यस्तो गरिरहेछ। अनि यति दुःख गरेर म होइन अब एक्सर्साइज गरेर कुन कसरी गरेर भनेर आफूलाई स्ट्रङ बनाएर चाहिँ म त्यहाँ चढ्ने, किन म अमेरिका जाने भन्ने जस्तो लाग्ने। नि अब सपना भन्ने कुरा त मलाई सबैले हेल्प गरेर मेरो त ड्रिम पुरा भयो, मेरो सपना म सक्दो रहेछ भन्ने कुरा मैले आँटियो पनि होइन, सबैले मलाई साथ दियो। तर अनि अरूलाई पनि के मलाई चाहिँ अब लाग्ने, मेरो साथीहरूलाई पनि भन्ने मलाई आउने बित्तिकै म अनि अब म जस्तै सपना देख्नेहरूलाई पनि मैले एभरेस्टै होइन होइन कुनै नै कुराहरू चाहिँ जे कुरामा पनि अब मान्छेमा के लाग्छ भने हामी नि बच्चा भए बेलामा आफ्नो फ्यामिलीको स्टाटस हेरेर त्यही अनुसार ड्रिम देख्छ नि, त्यो होइन रहेछ नि त भन्ने कुरा चाहिँ थाहा भयो मलाई। किन भन्दाखेरि हैसियत हेरेर आफ्नो फ्यामिलीको क्याटेगोरी हेरेर त्यो हेरेर चाहिँ आफ्नो ड्रिम त्यही अनुसार होइन मैले सपना मेरो बाबुआमाले यतिसम्म खर्च गर्न सक्छ अथवा यो कुरा गर्न सक्छ होइन म यतिसम्म मात्रै देख्छु भन्ने कुराहरू होइन रहेछ। किनभने आफै गऱ्यो भने पहल गऱ्यो भने किन नहुने रहेछ होइन, सपना देख्न नछोड अथवा ड्रिममा एउटा केही देख्नुपर्छ, उद्देश्य लिनुपर्छ भन्ने कुराहरू चाहिँ लाग्ने। त्यस्तोलाई चाहिँ मैले केही हेल्प गर्छु कि जस्तो लाग्ने क्या, गर्छु गर्नुपर्छ भन्ने कुराहरू। अब सधैँ मैले मेरो साथीहरूलाई पनि भने सधैँ अरूलाई मात्रै मागेर हुँदैन, अब मैले पनि दिन सक्नु पऱ्यो, मैले पनि केही न केही गर्नु पऱ्यो भन्ने कुराहरू चाहिँ लाग्छ मलाई। त्यो गर्छु होला केही अब मैले। मानिसहरूले के भन्न थालेका छन् भने अब सगरमाथाको चुचुरोमा पुगिसकेपछि आफ्नो व्यवसाय पहिला जुन गरेको हो अब त्यहाँ चाहिँ अरू सपना देख्न थाल्छन्। अब आर्थिक स्रोत जीवनको लागि जीविकाको चलाउनको लागि व्यवसाय नै उतातिर लाग्ने पनि सम्भावना बढी छन् भनिन्छन्। तपाईँलाई त्यस्तो लाग्छ के हो? तपाईँ मन त पर्छ होइन, अब जस्तो तपाईँ अघि नै तपाईँले भन्नुभयो अब माउन्टेन त मन त एकदम पर्छ होइन। अब जो अहिले पनि अब मलाई देख्यो भने पनि उसलाई त्यस्तो गाह्रो भएर आएको छ होइन, जाँदा जाँदा पनि अब आफूलाई लाग्छ कि ओहो एभरेस्ट त कसैलाई पनि नचढ भन्छु भन्ने, मलाई यस्तो गाह्रो भयो के यस्तो गर्नु भन्ने जस्तो लाग्छ होइन आफूलाई होइन। तर पनि अब अहिले नै अब मलाई त माउन्टेन देखेको कि माउन्टेन नै चढ्नु पाए हुन्थ्यो, हेर्न पाए हुन्थ्यो, त्यो बाटो कस्तो देखिँदो रहेछ भन्ने कुराहरू होइन, कस्तो छ होला यसको रुटहरू होइन, हर कुराहरू के। अनि त्यस्तो हेर्न मन लाग्ने, गर्न मन लाग्ने, जान मन लाग्ने माउन्टेनमा। अब अहिले आए पनि होइन अब रेस्टमा बसिरहेको छ तै पनि ट्रेकिङ हिँड्न मन लाग्ने होइन, कहीँ गएर हेर्न मन लाग्ने त्यस्तो चाहिँ हुन्छ हुन चाहिँ। तर पनि अब मैले अफिसबाट लिभ लिएछु कन्टिन्यू नै गर्छु होला, किनभने म त्यो प्रोफेसनबाट नै अगाडि भएको। मलाई चाहिँ के भन्दा फेरि जे काम गर्नलाई पनि अब हुन्छ नि सबै काम गऱ्यो भने नि अब त्यो चाहिँ अब त्यो छेक्दैन भन्ने कुरा नै हो होइन। एउटा कर्पोरेट मान्छेले पनि चढ्न सक्छ गर्न सक्छ होइन, आफ्नो डिफ्रेन्ट अरू मान्छेहरूले पनि गर्न सक्छ भन्नेमा त्यो प्रुभ गराउनु थियो होइन, त्यो भयो पनि। अनि अब जस्तो भए पनि अब त्यो माउन्टेनकै सेक्टरमा अब किन भन्दाखेरि म फोटो भिडियोहरू खिच्ने अब त्यो मसँग ऊ भएको कारणले गर्दा फेरि त्यही विधाहरूसँग चाहिँ रुमलिन्छ कि होइन। तर आफ्नो काम चाहिँ अब त्यो प्रोफेसन त्यही भएको कारण चाहिँ त्यो हुँदैन होला जस्तो लाग्छ। पूर्णिमाजी चाहिँ सगरमाथा जानुभन्दा अगाडिको पूर्णिमा र अहिलेमा के चेन्ज पाइन्छ मानिसहरूले हेर्दाखेरि, या चाहिँ दृष्टिकोण हेर्ने दृष्टिकोणमा चेन्ज हुन्छ होला? हुन्छ, अरूले भन्छ साहसी पूर्णिमा भन्छ, चढेर आइसकेपछि चाहिँ बहादुर साहस है, यत्रो साहस हिम्मत गर्यो तिमीले भन्ने चाहिँ हुन्छ। त्योभन्दा अगाडि त मेरो हिम्मत मेरो साहस भन्ने कुरा कसलाई के थाहा हुन्थ्यो होइन। मैले अब गरेर चढेर आइसकेपछि चाहिँ ओहो भन्ने त्यो चाहिँ हुन्छ, अभियसली त्यो त लाग्छ नि। परिवारले कस्तो लियो त अब चाहिँ तपाईँको फ्यामिलीमा जानुको लागि कतिको चाहिँ तपाईँको परिवार कन्भिन्स गर्नुपर्ने, साथ चाहिने धेरै कुरा होला, त्यहाँ पुगेर आइसकेपछि अब चाहिँ कसरी लियो यो बताइदिनुहोस् न। मलाई मेरो मम्मी ड्याडी चाहिँ मलाई खै मेरोमा त्यो क्यापेसिटी कसरी उहाँहरूले मूल्याङ्कन गर्नुभयो त्यो चाहिँ थाहा भएन होइन। तर पनि मलाई मनासुलु जाँदाखेरि चाहिँ मैले ड्याडीलाई र मैले पहिला सुरुमा मम्मी चिन्ता गर्छ भनेर मेरो ड्याडीलाई भनेको थिएँ होइन। मेरो बाबालाई भन्दाखेरि चाहिँ म चाहिँ दसैँमा घर आउँदिनँ, यसपालि चाहिँ मनासुर चढ्न जाँदैछु भन्दाखेरि मैले सक्छु होला नि ड्याडी भन्दाखेरि मैले कुनै पनि माउन्टेन चढाएन भन्दाखेरि सक्छ भन्नुभयो होइन। तर के आधारमा भन्नुभयो थाहा छैन। अनि उहाँले चाहिँ पछि मम्मीलाई पनि भने होइन, अनि सक्छौ तिमीले भनेर भन्यो होइन। अब त्यस्तो भन्नुभयो।
अनि अब मम्मीहरूले त्यो रोक्ने होइन अब सक्दैन गर्दैन तेरो लागि त्यस्तो चाहिँ अब अरूको जस्तो होइन त्यति डराउनु भएन मम्मीहरू म त्यो देखेर अचम्म लाग्छ मेरो मम्मी देखेर अनि मैले अनि एभरेस्ट चढिसकेपछि नि मैले धेरै सम्झेको भनेको मेरो आमालाई सम्झेँ कि मैले एकदमै सम्झेँ होइन जे गर्दाखेरि पनि गाह्रो भए पनि जति बेला पनि उसलाई मम्मीलाई सम्झेर चाहिँ म कतिपल्ट रोएँ कतिपल्ट त्यो भएँ होइन आमाको जस्तो मन त्यस्तो भएँ अनि मैले चढेर आइसकेपछि नि मम्मी मलाई एकमुठी घाँस चाहिँ म भिरमा काट्न नगएको मान्छेले तपाईँले यत्रो हिमाल चढ्न जान्छु भन्दाखेरि तपाईँले किन मलाई सक्दैन होला जान सक्दैन होला भने किन रोक्नु भएन भनेर भने कि मैले त्यो बेस क्याम्पमा झरेर चढेर आइसकेपछि यस्तो त्यो पुरा भिरे त्यो उरै ठाडै यस्तो उकालो चढ्नु पर्ने रहेछ त्यस्तो खालकोमा कहिले त्यो गएको छैन त्यस्तो भनेर मैले मम्मीलाई भन्दै होइन फोनमा भनेको मैले अब मलाई कस्तो लाग्ने नि त अब अनि मेरो मम्मीलाई त थाहा छ नि त म केही गर्दैन त्यस्तो गएको छैन त्यस्तो थाहा छैन पहाडहरू त्यस्तो खालको गएको छैन भिड गएको छैन भन्ने कुराहरू लाग्छ नि त कहिले नजाने मान्छे त्यस्तो मान्छेलाई होइन अब तपाईँले यस्तो फर्स्टमा यसरी जान्छु भन्दाखेरि कहिले रोक्नु भएन सक्दैन भने कहिले भन्नु भएन किन नभन्नु भएको जस्तो लाग्ने कि अनि मैले त्यस्तो भन्दै होइन तपाईँले किन नरोक्नु भयो मलाई कति गाह्रो भयो भनेर भने अनि भन्दाखेरि मम्मीले मेरो मम्मी ड्याडीहरूले चाहिँ के हो नि एक प्रकारको मलाई त्यो साहस त्यो आँट चाहिँ छोरीमा छ भन्ने कुरा चाहिँ पहिले नै थाहा भएर होला जस्तो लाग्छ होइन त्यो बेलामा तपाईँको मम्मीले के शब्द प्रयोग गर्नुभयो त तपाईँले भन्नु मैले भनेपछि मलाई कति मैले सोचेको थिएँ होइन मलाई पनि अब तिमीलाई गाह्रै भएको होला जस्तो लाग्यो भनेर भन्नुभयो मम्मीले चाहिँ अब गाह्रै भएको होला गाह्रै छ होला अब कहाँ सजिलो हुन्छ त्यस्तो कुराहरू अब तिमीले आर्ट गर्यो त्यत्रो साहस गर्यो जान्छौ भने हामीले किन नजाऊ भन्ने कसरी भन्नु भनेर भन्नुभयो मम्मीले चाहिँ त्यति कुराहरू चाहिँ चढेर आइसकेपछि भनेको सुनाएको कसैले तपाईँलाई चाहिँ सगरमाथा नै चढ्नुको कारण के हो तपाईँ के चिज देख्नुभयो सगरमाथा चढ्नु पर्ने अरू नगरिकन अरू पनि साहसिक कामहरू त धेरै होला तर सगरमाथा नै रोज्नु भएको कारण के हो भनेर सोध्यो भने के भन्नुहुन्छ मलाई चाहिँ म के लाग्छ भने होइन हामीले मलाई एभरेस्ट चढ्नुभन्दा अगाडि पनि मनासुलु जाँदाखेरि नै मलाई यो चाहिँ के भएको भने नेपाल भनेको चाहिँ हिमाल हो हिमाल भनेको चाहिँ नेपाल हो भन्ने लाग्ने मलाई एकदमै त्यो फुलले होइन त्यस्तो भने हामी हिमालको देशमा जन्मेको मान्छे होइन अनि हामी हिमालै हेर्न पाएको छैन हिउँै देखेको छैन भन्ने कुरा म त्यस्तै थिएँ होइन योभन्दा अगाडि अनि के लाग्थ्यो भने अब जस्तो म त फोटो जर्नलिस्ट होइन अब फोटोहरू त्यस्तै खालको लिएर आउनु भनेको थिएँ हामीले अब म योभन्दा अगाडि पनि अब यहीँ काठमाडौँमा बस्दाखेरि पनि होइन अब जस्तो अर्थविकमा गएको बेलामा पनि डराएर फोटोहरू खिच्न जाने आन्दोलनमा पनि क्यामेरा अब हुन्छ नि आफूलाई भन्दा क्यामेरा जोगाएर खिचेको फोटोहरू होइन कल्चरमा त्यसै चेपी खिचेको फोटोहरू होइन त्यस्तो फोटोहरू खिच्नलाई त मलाई सक्दो रहेछ भन्ने कुराहरू त्यो लाग्ने होइन अनि हामी हिमालमा जन्मेको मान्छे हिमालमा यस्तो भएको मान्छे किन हिमालको फोटोहरू हुँदैन भन्ने कुराहरू ट्राभलको 10-15 दिन छुट्टी लिएर अनि त्यो कुराहरू चाहिँ मलाई के भन्दा एक वर्ष एभरेस्ट म्याराथनको बेलामा चाहिँ बेस क्याम्प गएको बेलामा चाहिँ त्यो भयो कि मलाई एकदमै हिमालप्रतिको एकदम मोह के अनि मैले बुझ्दै गएँ होइन अब माउन्टेन चढ्नलाई के गर्नुपर्छ कस्तो गर्नुपर्छ भनेर सोध्दै गएँ होइन अनि यो नै च्यालेन्ज लाग्यो कि यो जस्तो रिक्स यो जस्तो अब हुन्छ नि गाह्रो कुरा त अरू त के होला र भन्ने कुरा लाग्यो अनि मलाई मेरो लाइफमा होइन मैले गर्नुपर्ने नै एकदमै यो गर्नुपर्ने नै एभरेस्ट हो जस्तो लाग्यो होइन सगरमाथै हो चढ्नुपर्ने नै जस्तो लाग्यो होइन किन भन्दाखेरि एउटा यो हामीसँग आएको कतिजना मैले विदेशीहरूसँग कुरा गर्दाखेरि उनीहरूको 5 वर्ष 6 वर्ष 3 वर्ष 4 वर्षको एभरेस्ट ड्रिम होइन मेरो त 1 वर्ष पनि भएको छैन म यो 1 वर्षभित्रमै काम पनि गरिराखेँ हुन्छु एक्सर्साइज पनि गर्छु म यसको लागि के गर्नुपर्छ भन्ने कुरा फाइनेन्सियली कुरामा पनि मेन्टली कुरामा पनि म प्रिपेयर हुन्छु तर अनि चढेर पनि आउँछु भन्ने कुरा चाहिँ त्यो ममा थियो होइन अनि त्यो चाहिँ अर्को इन्सपायर अरूलाई हुन्छ होइन अब हुन्छ नि हामी स्कुल लेभलदेखिबाट नै बच्चा भाइ बहिनीहरूलाई चाहिँ अब लाग्छ नि मेरो बाउआमाले केही गर्न सक्दैन कोही केही छैन चिनेको कोही केही छैन भन्ने कुराहरू लाग्छ पढाउन सक्दैन भन्ने कुराहरू लाग्छ होइन अनि म पनि त्यही फ्यामिली त्यही क्याटेगोरीको मान्छे हो त्यही ठाउँको मान्छे हो होइन गऱ्यो भने किन नहुने भन्ने कुराहरू लाग्ने यसले महिला पनि भन्दैन होइन अब म के अरे अब फ्यामिलीको साथ भन्ने कुराहरू त्यस्तै हो होइन तर पनि अब अरू कुराहरू अब जस्तो मेरो फ्यामिलीमा अब ल जाऊ है भनेर यसरी एभरेस्टको लागि भनेर सबै पैसाहरू त्यस्तो गर्न पनि नसक्ने हो फेरि होइन अनि अब अरूसँग पैसा अब हुन्छ नि स्पोन्सर खोजेर जानलाई अब के कुरामा आफूमा तयारी हुनुपर्छ होइन के कुरा भन्नुपर्छ भन्ने कुराहरू अनि यो कुरा चाहिँ सबै सिकाउने चाहिँ एभरेस्टले जस्तो लाग्छ मलाई चाहिँ होइन यो नै ठुलो लाग्छ क्या एकदमै
अनि त्यो ठुलो भएको कारणले गर्दाखेरि नै होइन अब सबै कुरा परिपक्व नै एउटा मानसिक शारीरिक फाइनेन्सियली कुरामा च्यालेन्ज भएको कारणले गर्दा नि मलाई यही रोजेको के मैले चाहिँ तपाईँले समय दिनुभयो र सगरमाथा चढ्दाखेरिको अनुभव र शिक्षाको विषयमा र आफूले गरेका अनुभवको विषयमा यति धेरै जानकारी गराउनुभयो यसको लागि धन्यवाद। फेरि भेटौँला। नमस्कार। नमस्ते। हजुरलाई पनि यहाँसम्म ल्याइदिनु भयो। नमस्ते। तजिलजी सम्पदा संस्कृति खलाबला नुगु पुलागु मे नेवा खया ठिठी बुख मनोरञ्जन यादव नेवाला निया निथ सनिलया खुता त्या ताइले सुथसिया न्याता त्या ताइले हिनेसिया झिन्निता ताइले स्वेगु लोमङ्का दिमते नेवाला